मेरो प्रतिस्पर्धा म आफै, बलिदान मेरो लागि डेब्युभन्दा चुनौतीपूर्ण। समीर भट्ट। यति बेला मैले नेपाली फिल्ममै आनन्द लिइरहेको छु। भविष्यमा कसैले पनि देखेको छैन। यो क्षणमा मैले नेपाली फिल्ममा ध्यान केन्द्रित गरिरहेको छु। नेपालीबाट मैले धेरै माया र स्नेह पाएको छु। यो निकै अविश्वसनीय छ, उनले भने। बुबा विराज भट्टको पदचापलाई पछाउँदै समीरले 12 गाउँबाट घरेलु फिल्ममा डेब्यु गरे। दशैंमा रिलिज भएको यो फिल्म सुपरहिट मात्र भएन, यसले एक्सन स्टारको रूपमा उनलाई स्थापित तुल्यायो। समीरको दोस्रो प्रतिष्ठित फिचर बलिदान दशैंमा प्रदर्शन तयारीमा छ। हालै छायाङ्कन सकेको यो फिल्मको शीर्ष भूमिकामा उनको अभिनय छ। यो एक्सन र देशभक्ति भावनाको फिल्म सम्पादन टेबलमा छ। अभिनेताको रूपमा समीरलाई यो फिल्म चुनौतीपूर्ण हुनेछ, जसलाई उनी आफैले एक अन्तर्वार्तामा स्वीकारेका छन्। VFY टक्सको आगामी एपिसोडको एक कुराकानीमा समीरले बलिदान आफ्नो लागि विशेष र चुनौतीपूर्ण रहेको बताए। म पहिलेभन्दा उत्कृष्ट पर्फर्मर बन्न जरुरी छ, उत्कृष्ट एक्सन पस्कन सक्ने हुनुपर्नेछ र उत्कृष्ट डान्सर पनि। उनले दोस्रो फिल्ममा आफ्नो लागि किन चुनौतीपूर्ण छ भन्ने प्रश्नको जवाफमा यस्तो बताए। उनले प्रेरणामा कुनै दन्ते कथा जस्तै हुने बताए। मोटिभेसन क्षणिक हुन्छ। तपाईँ अहिले मोटिभेटेड हुन सक्नुहुन्छ, तर भोलि नहुन पनि सक्नुहुन्छ। मुख्य कुरा निश्चय, अठोट र सङ्कल्प हो, जसले काम फत्ते गर्न प्रेरित गर्दछ। उनलाई क्याथरिनले अर्को प्रश्न सोधिन्, बलिउड र हलिउडमा जाने सोच के छ? यसको उत्तरमा समीरले आफूले अहिले नेपाली फिल्ममा आनन्द लिइरहेको र अहिले बाहिर जाने नसोचेको बताए। यति बेला मैले नेपाली फिल्मकै आनन्द लिइरहेको छु। भविष्यमा कसैले पनि देखेको छैन। यो क्षणमा मैले नेपाली फिल्ममा ध्यान केन्द्रित गरिरहेको छु। नेपालीबाट मैले धेरै माया र स्नेह पाएको छु। यो निकै अविश्वसनीय छ, उनले भने। पहिलो फिल्मबाट आफूलाई खुला हृदयले स्वागत गरेको बताउँदै उनले नेपाली फिल्म जगतप्रति आभार व्यक्त गरे। उनले नेपाली दर्शकले आफूलाई दिएको मायाको एक किस्सा पनि सेयर गरे। हल भिजिटमा जाँदा आफूले एक व्हीलचेयरमा आएका दर्शकलाई भेटाएको उनले सम्झे। ती दर्शक हिँड्न सक्ने थिएनन्। फिल्म हेरेपछि खुसी भएर मलाई बधाई दिए। उनको मुहारमा मुस्कान थियो, समीरले सम्झे। यो दृश्यले म निकै भावुक भएँ। म बोल्न सकिनँ। एउटा मान्छेको रूपमा उनको मुहारमा देखिएको मुस्कानले मलाई आत्मसन्तुष्टि मिल्यो। एक्टरको रूपमा पनि खुसी छु।